छोरी अनि आज सरस्वती म्यामलाई चक्लेट दियौ अनि के भन्नु अनि म्यामले अनि म्यामले उल्टैबाट खोलेर मलाई दिनुभयो अनि चराउँछ अनि के गर्यो त त्यो चक्लेट तिमीले मैले खाइदियौ अनि कस्तो लाग्यो नि तिमीलाई त्यो मजा लाग्यो अनि त्यति थोरै चक्लेट थियो नि अनि म साथीलाई नदेखि गरेर यता चक्लेट हालेर यसरी डोबेर आएँ अनि खोले त अनि यता चक्लेट उस थियो नि यता ब्ल्याक त्यही मेरो टप्रामा चिप्चिप्थ्यो अनि मैले गरेर तोतेर सप्पा चाहिँ अनि भइहाल्यो कुन चक्लेट लगायो अरे चोकोपन मिठो लाग्यो अनि भोलि के लैदिन्छौ त अब म्यामलाई भोलि के लैदिन्छौ त म्यामलाई चिकन म्यामले फेरि तिमीलाई नै फुकारै दिनुहुन्छ कि उल्टे हैन अनि भोलि के दिनु भन्ने थाहा मलाई के दिने के दिने तँलाई भन नि त मैले आज पानी धोता राख्नु कहाँ घोप्टायो नि बोतलमा धोताइदिन ए हो र धेरै पानी ए आटाको पेट उठ्नेवाला उसायो चाहिँ के स्कुलमा के खायो नि आज खाजा जाउली म्याम कसरी खायो नि अनि मैले साथीहरू फुत्तै डर उठ्यो अहिले ठाउँमा बस्छु भनेर मैले पिर लगायो अनि मैले नखायो जानु बाहिर गइहाल्यो आमाहरू मलाई खुवाइदिइहाल्नु भयो अनि मैले धेरै मामा खान सक्थेँ नि भनेर आफू फुत्तै जाने हो त आफ्नो भाग सबै सकेर खाएर नि बल्ल जाने हो साथीहरू फुत्तै गइहाल्छन् साथीहरूले त आफूले खाएर घम खाएर भ्याएर गएका हुन् नि त हो मैले तो बनाइदिनु भने थाहा कसलाई दिने मलाई तो बनाइदिनु भने थाहा को बनाइदिने त्यो बनाइन्छ